हेलो साथीहरू, स्वागत छ तपाईलाई आजको मेरो मिनी व्लगमा। आज मेरो बुढोको लास्ट एक्जाम रे के भोलिदेखि त मेरो सुखका दिनहरू आउँछन्। त्यही भएर आज चाहिँ ड्युटीबाट जाने बित्तिकै बिस्ताराहरू मिलाए अनि खाना पकाउन थाले। मलाई त आजकल काम गर्ने बेलामा यो कार्टुन हेर्ने बानी परिसकेको छ। कार्टुनहरू नहेरिकन त हातै नचले जस्तो पो लाग्न थालिसक्यो त। बुढालाई कलेज पठाएर खानासाना खाइवरी बसिरहेको थियो। मेरो फेरि आजको पार्सल आयो। बर्थडे चाहिँ मेरो बुढोको आइरहेको छ, तर धमाधम गिफ्ट चाहिँ मेरो लागि आइरहेको छ। अब भित्र के छ भन्ने कुरा थाहा पाए पनि पार्सल आइसकेपछि त खोल्न हतार भइहाल्छ। आजको मेरो पार्सललाई खर्चको रूपमा नभइकन एउटा इन्भेस्टमेन्टको रूपमा मैले लिइराखेको छु। बुक पढ्ने बानी राम्रो हो रे भन्ने सुनेर बुक पढ्न थालेको। अहिले त कति छिटो आफूलाई पनि बानी परिसकेको छ, थाहै भएन। कति पढिसकेका, कति पढ्न बाँकी बुकहरूको लिस्टमा यो 4वटा बुक थप्न पाउँदा म एकदमै खुसी छु आज। त्यसपछि खाली टाइममा यसो बुन्न थालेको त कतिखेर लाइन गएछ, मलाई अल्छी लागेर म कतिखेर निदाएँ मैले त थाहै पाएन। अनि एकैचोटि बुढाले एक्जाम सकेर कल गरेपछि बल्ल मैले थाहा पाएँ अनि म बिउजिएँ। अनि उठिसकेपछि मलाई के खाम भयो। अनि मैले मसँग भएको आँपमा कोकोनट मिल्क हालेर मिल्क सेक बनाएर खाएँ। अझ आइस हालेर चिसो बनाएर खान पाए त कस्तो मजा आउँथ्यो होला। तर के गर्ने, मसँग त फ्रिज नै छैन। आजको मेरो प्रगति भनेको नै यही हो। मैले कति बुन्ने छोड्ने गरेर राखिरहेको थिएँ, तर यो चाहिँ आज मेरो कम्प्लिट भएको छ। आज एक्जाम सकेको खुसियालीमा मेरो बुढा उसको साथीहरू बसेर आज पार्टी गर्ने रे के, त्यही भएर आज उतै बस्छु रे म भनेर पो भन्छ। मैले पनि ल आजलाई मोज गर्नु भनेर पर्मिसन दिएँ। अनि आज मेरो बुढा त्यही भएर घर नआउने भयो। बुढासँग कुरा गरेर सकाएपछि म खाना खान बसिरहेको थिएँ। फेरि गयो आज लाइन। आज त यस्तो गर्मीमा कति लाइन काट्न सकेको। सबैजनालाई मिठो निद्रा लागोस् भन्दै आजको मेरो मिनी भ्लग यहीँ सकाउँछु। भोलि फेरि भेटौँला। बाई बाई साथीहरू।